Hello. जाडो महिना सुरु भयो and I'm walking alone. Evening walk त भन्न मिलेन, के भन्छ, जाडोमा मैले चिप्स खाएको भर्खर, पिरो पिरो चिप्स एकदमै मिठो भयो। वाउ, हेलो, देख्नुभयो? It's a nice place. I'm walking alone. यस्तो ठाउँमा चाहिँ म एक्लै आज पहिलोचोटि हिँड्दै। Let me share my video to everyone. घरहरू पनि रहेछ यता। म एक्लै हिँड्दैछु है, पछाडि मान्छेहरू हुनुहुन्थ्यो, उताबाट आउनुभएको, तर यताबाट आउने चाहिँ म मात्रै। यस्तो जङ्गल छ, म कहाँ गएको थाहा छैन मलाई, तर मजा आइरहेछ। जाडो जाडो, नाकमा चिसो भइरहेछ, अनि मैले भर्खर पिरो चिप्स खाएको। बस्दा बस्दा क्या अल्छी लागिरहेछ भने चाहिँ छेउछेउको जङ्गलहरू हुन्छ नि, त्यसमा चाहिँ इभिनिङ वकमा जानु होला तपाईँहरू पनि, मजा आउँछ है। ओके, क्युट, कस्तो राम्रो राम्रो दुईवटा कुकुरहरू थियो। मैले तर भिडियोमा क्याप्चर गर्न मिल्दैन अगाडिबाट त, त्यही भएर मैले पछाडिबाट क्याप्चर गरेको छु। नवानी छिरेर कोही पनि हुन्न भनेको, अगाडिबाट एकजना आउँदै हुनुहुन्छ। कस्तो राम्रो क्या ठाउँहरू। मैले यो सिनेमेटिकबाट भिडियो गर्दाखेरि चाहिँ एकैचोटि रोटेट गर्न नमिल्ने, ब्याक फ्लिप गर्न। नर्मल भिडियोहरू भएको भए चाहिँ मिल्छ नि त। तपाईँलाई देखाउन खोजेको भएन, अब यसरी फर्काइदिन्छु ल। यस्तो बाटो छ। म किनभने 171 अथवा 172 गाडी चढ्नु पर्ने हो। त्यो गाडी चाहिँ अलिक लेट आउँदो रहेछ, अनि त्यो गाडी आइन्जेलसम्म त म त अर्को गाडी चढेर आउँछु नि। मैले मान्छेलाई सोधेको, अनि म्यापहरू हेर्दै आएको। त्यहाँ अघि देखिएको थिएन, यो चाहिँ पहेँलो यस्तो यस्तोहरू कस्तो दामी दामी भइरहेछ। उहाँहरूले भन्नुभएको थियो, and then I need to take left side or wait, I don't know. Wow, look at here. क्यानाडा हो त होइन नि, चाहिँ कस्तो दामी देखिन्छ होइन। येल्लो रेडहरू भइरहेको हुन्छ नि त सबै रुखको पत्ताहरू, तर खासमा उनीहरू एक्सपायर हुन लागेको हो नि त। तर यो नै ब्युटी अरे, यस्तै हुन पाए चाहिँ कस्तो राम्रो। एटलिस्ट जानुभन्दा अगाडि कसैलाई खुसी पारेर रुखहरूले हेर्नु त यस्तो दामी भएको छ है।